यो चाहिँ रारा ताल हो, रारा राष्ट्रिय निकुञ्ज। 3 चोटि आइहाल्नुभयो हजुर। सो हेलो साथीहरू, गुड मर्निङ। राराको छेउबाट हामी चाहिँ अहिले राराको छेउमा छौँ। अब चाहिँ निस्किनेवाला छौँ, टिकट काट्न जानेवाला छौँ। अहिले चाहिँ टिकट लगेर हामी चाहिँ अब एकछिनमा रारा प्रवेश गर्नेवाला छौँ। अब चाहिँ राराको यो गेट हो, देख्न सक्नुहुनेछ, रारा राष्ट्रिय निकुञ्ज। धन्यवाद। फाइनली टिकट पनि काटेर ल्याइहाल्यौँ हामीले चाहिँ। 6 जना छौँ हामी चाहिँ। अब चाहिँ हिँडेर जानुपर्छ हामीले। हिँडेर जाने भन्दै हुनुहुन्थ्यो, गाडी घोडामा जानुभयो। कहाँ सकिन्छ त, यता सकिन्न नि फेरि। यस्तो एक्साइटेड भएको छ नि म, मेरो त ड्रिमै थियो भनौँ। अब सबैको ड्रिमै हुन्छ अब घुम्न होइन, धेरै जस्तोको। अब चाहिँ भ्लगर पनि पर्यो होइन, घुमघाम। सो गाइज, अब चाहिँ हामी रारा लेकमा पुगिसकेका छौँ। अब चाहिँ एकछिनमा तपाईँहरूलाई देखाउनेवाला छु राराको यस्तो भ्यू बबाल। भिडियो चाहिँ एकदम इन्ट्रेस्टिङ हुनेवाला छ, तपाईँहरू सपोर्ट गर्दै गर्नु होला। म अरू ठाउँको पनि देखाउँछु तपाईँहरूलाई चाहिँ। ल देख्नुहोस्, क्या दामी छ भ्यू। म अहिले तल गएर देखाउँछु सबै, दामी छ। ल गाइज, हामी चाहिँ देख्न सक्नुहुन्छ, यो चाहिँ रारा ताल हो। पानी चाहिँ सफै देखिरहेको छ। पल्लो डाँडासम्म पुरै कता छ कि थाहै छैन, देखिरहेको छैन यो कता छ केही पनि थाहा छैन। तर रमाइलो चाहिँ एकदमै लागिरहेको छ मलाई चाहिँ। हजुरहरूले पनि भिजिट गर्नु होला, एकदमै दामी ठाउँ छ। हाम्रो पनि पहिलो नै अनुभव हो भनौँ। यति अगाडि कहाँ आएको थियो त, आएको थिएन नि त, पहिलो अनुभव हो। यता चाहिँ अब 11 बजेपछि चाहिँ छाल हान्छ अरे, यता छेउतिर हिँड्न सकिँदैन अरे। अहिले चाहिँ अब शान्त छ। अब त्यो देखिनेवाला छ नि माथि, यो टावर म जुम गर्छु है, माथि त्यो देखिन्छ नि हो। त्यहाँ जानु चाहिँ 2 घन्टा जति लाग्छ होला। तर यो पुरा वरिपरिको यो ठाउँ दामी देखिन्छ। तर हामी 2 जना मात्रै छ जानेवाला, अरू जान सक्छन् कि नै त्यो चाहिँ थाहा छैन हामीहरूलाई। त्यताबाट चाहिँ चाइना पनि देखिन्छ अरे, एकदमै दामी देखिन्छ अरे। तर त्यहाँ पुग्नु थियो, केटाहरू कोही भएको भए हुन्थ्यो। तर जेनजी चाहिँ 2 जना मात्रै भयौँ। अब यस्तै होइन, वाटो भ्यू। अब फोटासोटा पनि भच्चा हिँड्छन्। अब दामी नै छ। सो गाइज, उतादेखि नै बोटिङ आइरहेको छ के। अब यसो फोटोसोटो पनि खिचिन्छ एकछिन। अब अनि दाइ हजुर कतादेखि हो त? ए कस्तो लाग्यो त अनि? यो पहिलोचोटि हो कि हजुर अगाडि पनि आउनु भएको थियो? ए सबैको हजुरहरूको 3 चोटि आइहाल्नुभयो हजुर? ए हामी पनि बाजुरादेखि आएको, अछामदेखि। लम्की, उहाँ चाहिँ लम्कीदेखि आउनु भएको छ। नाइ ऊबाट। सजिलो हुन्छ, तर हिँड्नुपर्छ भनिरहेको थियो क्या। ऊ चाहिँ हिँड्न सकिरहेको थिएन, त्यसैले चाहिँ यतैबाट अब 10-15 मिनट भयो भने घोडामा आउनुभयो। रमाइलो भइरहेछ एकदमै। सो गाइज, रारा राष्ट्रिय निकुञ्ज, रारा ताल। ल अब राराको भ्यू पनि हेर्नुहोस्, क्या दामी छ। यहाँ यति मान्छे चाहिँ घुम्न आएको छन्। हामीले चाहिँ अब धेरै गरिसक्यौँ, हेरिसक्यौँ वरपरै, एकदमै दामी छ, राम्रो लाग्यो। तर पनि स्वर्ग जस्तो ठाउँ छ होइन, यहाँको हिमालहरू पनि दामी नै छ, एकदमै राम्रो लाग्यो। गाइज, अब चाहिँ हामी राराबाट रिटर्न हुँदैछौँ। अब चाहिँ हामीलाई भोलि रामरसन पनि जानु छ, त्यसैले चाहिँ अब रिटर्न भएर घरमा पुगेर अछाममा पुगेर त्यसपछि चाहिँ अब अछामको, हाम्रो चाहिँ अछाममै पर्छ नि त रामरसन, अनि त्यतैबाट जाने विचार छ। अब चाहिँ निस्किहाल्यौँ, 8-9 बजेको छ अहिले चाहिँ। बिहान कति बजे आएको थियौँ? 7 बजेतिर आएको थियौँ हामी चाहिँ। अब चाहिँ निस्किनु पर्यो। एकदमै रमाइलो ठाउँ थियो होइन, हामीलाई चाहिँ एकदमै मन पर्यो रारा। तपाईँहरू पनि भिजिट गर्नु होला। अनि भिडियो कुन ठाउँबाट हेर्दै हुनुहुन्छ त्यो पनि कमेन्ट गर्न नबिर्सनु होला। कहिले रारा आउनु भएको छ कि नै त्यो पनि कमेन्ट गर्न नबिर्सनु होला। उहाँहरू 3 जना आफै मात्रै घोडामा चढेका छन्। हामीलाई चाहिँ अब हिँडाएर लिने रे, आफू मात्रै घोडामा चढ्ने, हामीलाई चाहिँ हिँडाए। मजाक गरेको, हामी जेन्जी हो नि त, हामी हिँड्न सक्छौँ। अब चाहिँ उहाँ बुढी हाल्नुभयो, त्यसरी सक्नु भएको छैन। सो गाइज, हामी चाहिँ अब घोडामा पनि चढिसकेका छौँ। अगाडि चाहिँ 3 जना चढेका थिए, अब चाहिँ हामी चढ्यौँ एकछिनको लागि। जिन्दगीमा पहिलोचोटि घोडामा चढेको म पनि, एकदमै रमाइलो भइरहेछ।
यिनीहरू सबै चाहिँ रारातालमा जाने घोडाहरू हुन्। यता चाहिँ सहयोग अब गर्नलाई घोडाहरू छन् होइन। अनि एक दिनमा कतिको घोडाहरू चल्छन् त? 1000-1200 रुपियाँ कमाइ हुन्छ के हुन। सहयोग गर्ने मौका पाउनु भएको छ। भइरहेछ। हस् त बस्नु। अब चाहिँ यसो नास्ता गर्नु पर्यो अनि गाडी चल्छ हाम्रो।